दुप्चेश्वर कप यहाँ किन आयोजना गर्दैछौँ भन्ने सन्दर्भमा अग्रपन्था साथीहरूले पनि केही भनाइ त राखि नै सक्नुभयो। तापनि अझै म के भन्न चाहन्छु भने यो दुप्चेश्वर धाम अथवा दुप्चेश्वर मन्दिरको यो पावन भूमिमा हामीले यो अन्तरपालिका राष्ट्रव्यापी रूपमा समेटिएको अन्तरपालिका भलिबल प्रतियोगितालाई दुप्चेश्वर परिसरमा सञ्चालन गर्दै गर्दा दुप्चेश्वरको महिमा प्रचार प्रसार र भोलि यो आन्तरिक लगायत बाह्य पर्यटनमा पनि यसले टेवा पुगोस् भन्ने हाम्रो मूल ध्येय हो। हिजो मात्रै नयाँ वर्षको उपलक्ष्यमा 2083 को नयाँ वर्षको उपलक्ष्यमा दुप्चेश्वर गाउँपालिकासँग समन्वय गरेर रिङ रेस्लिङ सङ्घ नुवाकोटले आयोजना गरेको रिङ रेस्लिङ कार्यक्रममा हजारौं दर्शनार्थीहरू उपस्थित भएर यहाँको खेल पनि हेर्नुभयो र दुप्चेश्वर महादेव मन्दिरमा दर्शन पनि गर्नुभयो। यसले हाम्रो धार्मिक पर्यटनमा ठुलो टेवा पुगेको छ। यसै गरी अहिले 2083 को वैशाख 2 गतेदेखि 4 गतेसम्म 5 गतेसम्म सञ्चालन हुने यो 4 दिने यो भलिबल प्रतियोगिताले देशका विभिन्न क्षेत्रबाट भेगबाट खेल हेर्न आउनुहुने खेल प्रेमी महानुभावहरूले एकैसाथ खेल पनि हेर्नुहुनेछ र दुप्चेश्वर महादेवको दर्शन पनि गर्नुहुनेछ र हाम्रो यहाँको पर्यटन प्रवर्धन पनि हुन्छ। यसले आन्तरिक पर्यटनलाई प्रवर्धन गर्नलाई मद्दत पुग्छ भन्ने मूल ध्येय हो। हामीले एक गोली दुई शिकार भन्छन्, एउटै लगानीले हामीले धेरैवटा बहुआयामिक फाइदातर्फ हामीले सोचेका छौँ। त्यसो भएको हुनाले यो दुप्चेश्वर मन्दिरको परिसरमा अहिले तपाईहरु देखिरहनु भएको छ यो जग्गा वारी र पारी गरी सयौं रोपनीको जग्गाहरू हालै मात्र हामीले सरकारी सार्वजनिक जग्गा प्राप्त गरेको अवस्था हो र यसलाई हामीले संरचनागत रूपले निर्माण गर्दै सम्याउँदै यसलाई उपयोग गर्ने क्रममा छौं र यसको यो जग्गाको उपयोगको लागि पनि यो पटक हामीले यहाँ खेल खेलायौं भने यसको उपादेयता यसको महत्त्व भोलिको दिनमा यहाँ चाहिँ हामीले गर्न सक्ने सम्भावनाहरूको ढोका खुल्छ भनेर पनि हामीले यो खेलको आयोजना यही ठाउँमा गरेका हौं। त्यसो भएको हुनाले सम्पूर्ण यहाँ चाहिँ खेल प्रेमी यहाँ उपस्थित महानुभावहरू हामी सबैले यो त्यो नभनिकन खेल क्षेत्रको विकासको लागि दुप्चेश्वर गाउँपालिकाको समुन्नत अथवा सर्वाङ्गीण विकासको लागि हामी सबै हातेमालो गरेर अगाडि लाग्नुपर्छ। हाम्रो पूर्व अध्यक्षज्यूले नै भनिसक्नुभयो खेल क्षेत्रमा गरेको लगानीलाई चाहिँ कतिपयले नबुझेर यो चाहिँ व्यर्थको लगानी अथवा यहाँ गर्ने लगानी अन्यत्र अरू क्षेत्रमा गरेको भए पनि हुन्थ्यो भन्ने जस्ता कुराहरू पनि यथाकथा सुन्न पाइन्छ। वास्तवमा यसले हामीलाई चाहिँ यो सन्तुलित विकास अथवा सबै विकासका सबै क्षेत्रहरूलाई समेट्दैन र संविधानले पनि व्यवस्था गरेको कुराहरू र खेलाडीहरूलाई पनि त्यसले ऊर्जा थप्ने कुरा भएको हुनाले हामीले त्यस्तो एकपक्षीय रूपमा हामीले सोच्न र व्यवहार गर्न सक्दैनौँ। त्यसो भएको हुनाले खेलाडी भनेको एउटा देशको गहना हो र खेल क्षेत्रबाट खेलाडीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउनको लागि यसले मद्दत पुर्याउँछ। यसले स्वास्थ्य र सम्पत्ति दुवै आर्जन गर्न मद्दत पुर्याउँछ। तन मन र धन आर्जनको लागि अथवा त्यसलाई सन्तुलित विकासको लागि पनि यो खेलले मद्दत पुर्याउँछ। त्यसो भएको हुनाले यस्तो महत्त्वपूर्ण कुरालाई हामीले नजरअन्दाज गरेर यसलाई हामीले अवमूल्यन गर्यौं भने हामी एउटा सचेत नागरिकको भूमिका निर्वाह गर्न सक्दैनौँ। त्यसो भएको हुनाले आजदेखि 4 दिन सञ्चालन हुने यो खेललाई सबै भव्य बनाउनको लागि सम्पूर्ण ठाउँबाट यहाँ यो लाइभ हेर्नु भएको सम्पूर्ण महानुभावहरू विभिन्न सामाजिक सञ्जालबाट हेर्नु भएको महानुभावहरू तपाईहरु आफ्नो ठाउँबाट पनि यसलाई माया गरेर हेर्दिनु होला र सम्भव भएसम्म तपाईहरु सशरीर अथवा भौतिक रूपमा यही ठाउँमा आएर पनि खेल हेरिदिनु होला र यो ठाउँलाई सबै भव्य बनाउनको लागि दुप्चेश्वरको दर्शन अनि खेलबाट चाहिँ भरपूर मनोरञ्जन लिनको लागि सबैलाई यो ठाउँमा आउनको लागि आमन्त्रण गर्न चाहन्छु र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यो ठाउँसम्म कष्ट उठाउनु हुने प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिज्यूहरूलाई
हामी हृदयदेखि नै मुरी मुरी धन्यवाद दिन चाहन्छौँ र तपाईँहरूको सधैँभरि यस्तै किसिमको साथ सहयोग रहिराखोस्। हामी सबै मिलेर अगाडि बढ्न सकौँ। हामी जुन विचारले जुनसुकै ठाउँमा भए पनि जुनसुकै दलमा आबद्ध भए पनि हाम्रो साझा उद्देश्य भनेको हाम्रो दुप्चेश्वर गाउँपालिकालाई समृद्ध बनाउन नै हो। हिजो आज भोलि हामी यसै गरी समन्वय गरेर अगाडि बढ्नुपर्छ। सबैको सकारात्मक भाव पैदा होस्। दुप्चेश्वर महादेवले हामी सबैको कल्याण गरून् भन्दै यो खेल आजदेखि 4 दिनसम्म निरन्तर रूपमा अघि बढिरहने कुरा राख्दै अहिलेलाई भने मेरो भनाइ यही अन्त्य गरेर यहाँबाट बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।